ल हामी अब 4:20 भयो ठुलो फेरीबाट ट्याक्क उकालो लागिएछ अब फर्कनु मिल्दैन नि त यस्तो छ सिन हेर्नुहोस् कपाल यस्तो भए शीतले ल हामी पार्टीबाट लगभग पुग्छौँ 1 घन्टामा भन्नुभएको छ फर्किने मान्छेहरूले यतिको भिड भइसक्यो यतिको भिड छ यहाँदेखि माथि कति लाइन छ थाहा छैन ठेक्किँदै उकालो लाग्दै हातले बोलाएर मात्रै त भएन नि हो लाग्छ भनेर सबै कष्ट गरेर यहाँ आएर आयो भाइ हेर्नुहोस् यु कति भएर गएर आइयो रमाइलो भयो खुरुक्कै चढियो खुरुक्कै आइयो त्यो हिउँ टक्क साइडमा हिउँ छ त्यो भ्यू हेर्दै हामी चाहिँ चट्ट ओह्रालो लाग्दैछौँ 1 घन्टा गरिन्छ होला तल माथिल्लो फेदी सिद्धियो अब माथिल्लो फेदीबाट हामी चाहिँ यहाँ बसेका थियौँ सबै कुरो ब्याग प्याक गरेर ब्याग बोकेर अब यसरी थकित अनुहार लिएर तन्दुरुस्त छ म चाहिँ थकित अनुहार भइरहेको छु तन्दुरुस्त छु जय माता दी आइपुग्नु लाग्यो जानुहोस् बिस्तारै